मान्छेहरूलाई त अब जति ठुलो समस्या आयो नि भाग्यमानी अरे क्या त्यसलाई चाहिँ काकाडभित्र 11 किलोमिटर अनि बाइक पनि मैले जिम्मा लगाइदिइसकेँ। वेलकम ब्याक टु माई न्यू भ्लग। आजको भ्लग चाहिँ घरबाट सुरु हुँदैछ। आज चाहिँ बाइकको अन्तिम दिन हो है। बाइकलाई आज म छोडेर जाँदैछु। हिजै गर्नु चाहिँ सेल गरेको तर आज मैले पुऱ्याइदिँदैछु बाइक भनौँ न। अनि बाइक पुऱ्याएर म कन्यामतिर जाँदैछु। के गर्नु गाई यस्तै छ अब केही छैन है। म चाहिँ अहिले निक्लिँदैछु। अनि अस्ति यहाँको माइक एडेप्टर पनि बिगार्दैछ। मोटो भ्लग बनाउनु पाउँदिनँ म। यहाँको एडेप्टर हुन्छ अर्को पिन पनि तारबाट यस्तो हेलमेट उठाइदिएछ अनि यत्रो बे हेलमेट अनि कहाँ थाप्नु सक्छ होइन यत्रो त्यो एडेप्टरले। बजार आइसक्यो है। अनि बाइक पनि मैले जिम्मा लगाइदिइसकेँ। साउ के छ? साउ ए यता हो साउ। कतिवटा बाइकको साउ भइसक्यो यार यो दाइ टाइम। नयाँ नयाँ बाइक घरमा सोरुमभन्दा धेरै बनाइसक्यो दाइले। तीनटा छ बाइक दाइलाई कन्ट्याक्ट गर्दा हुन्छ है। म चाहिँ माथि एकाउन्ट खोल्नु जान्छु ब्याङ्कको अनि त्यसपछि गाडी चढेर सिधै लाग्दिहाल्ने कन्यामतिर। ल धरानको अब नजारा चाहिँ आज हेर्नु पाउने हो यति। ल हाम्रो भान्चोकलाई पनि अब बाई बाई हो भान्चोक। बाई 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 सबैजनालाई बाई बाई। बाइक धन्दै ठिक छ नि? ल बाइकलाई छोड्यो अब लागेको। ल म गएँ है। कुदाउँदै जानु पऱ्यो। के गर्नु भ्लगरको जिन्दगी यस्तै छ गाइस। ल मैले चाहिँ साइकल लोड गरिसकेँ। म चाहिँ बितामोट आइसकेँ है। यहाँ गाडी गएन क्या। यहाँदेखि उता जाए बेलाउने लुट्यो मात्र मलाई पैसा 600 रुपियाँ लियो धरानदेखि यहाँसम्मको। अब यहाँदेखि थोरै अगाडि मात्र हो चाराली। साइकलमा जाउँ है अनि त्यहाँदेखि फेरि कन्याम गाडीमा जानुपर्छ। के हो बिर्तामोट त हिलोले पुर्न आँटेको छ त हौ। असार लागेर हो चा हाल्छु यसरी एक चक्कामा पूर्व पश्चिम हानिदिनु पर्छ क्या हो। कसो गाइस हेरौँ होइन। केटाहरू पनि आउँदैछ उता पश्चिमबाट इन्डिया हान्ने अरे क्या राइट। उनीहरू चाहिँ पश्चिमबाट साइकल कुदाउँदै आउँछ अरे यही काकाडभित्र हुँदै अनि कता कता खै कुन ठाउँ छिरेर इन्डिया घुमेर फर्किने भन्दै थियो विदाउट मनी क्या। केटाहरूसँगै राइड भयो भने गर्नुपर्छ भेट त भइ नै हाल्छ। अनि सपना चाहिँ ठुलै बोकेर हिँडेको छ है। तपाईँहरूलाई म पछि नै भन्छु 1-2 दिन पछि भनौँ न। जे होस् अब तपाईँहरूले साथ सपोर्ट दिनुभयो भने मेरो सपना सब पुरा हुन्छ। जो सपोर्ट देखाइदिनु होला होइन। तर आफूले दुःख गरेपछि जस्तो चिज पनि झेल्न सकिन्छ क्या कटाउन सकिन्छ भनौँ न। मान्छेहरूलाई त अब जति ठुलो समस्या आयो नि भाग्यमानी अरे क्या त्यसलाई चाहिँ। अनि समस्या आउँदै नआउने मान्छेहरूलाई चाहिँ भाग्य हुँदैन अरे क्या। खोइ त्यसै भन्छ है। जति ठुलो समस्या आयो भाग्यमानी हुन्छ अरे है त्यो मान्छे। मैले नि सुनेको ओ बर्तनाप भइरहेको थियो क्या। अब के गर्नु होइन निक्लिँदैछु। बहिनीहरू निङ्ग्रो टिपेर निङ्ग्रो बेच्दैछन्। के गर्नु आफ्नो प्रब्लम क्या। काकाडभित्र 11 किलोमिटर इलाम 75 ताप्लेजुङ 228। आमामा हल्का इङ्ग्लिस नेपाली भयो मुखबाट आफै आउँछ के गर्नु। अब चाहिँ पुग्न आँटेको है चाराले। बाटो बाटोमा यस्तो बाइकहरू हुन्छ क्या एक्सिडेन्ट हुन्छ भनेर। जाउँ 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 जाने हो अब। चाराली आइपुग्यो। मेरो साइक्लिङ चाहिँ यहीँसम्म हो। म यहाँदेखि म गाडीमा जानुपर्ने हुन्छ। दाइ कन्याम जानुपर्ने हौ। मैले चाहिँ यो के हो होइन बरफ सरफ के हो मैले किने हावातालमा। अब रिङ्गटा चल्या दिङ दिङ भइरहेछ गाडीले गर्दा। साइकल माथिबाट राखिदिएको थियो।
थ्याङ्क यू हेलो आऊ तिमी पनि आऊ सो अलराइट म चाहिँ आइसकेँ कन्या पार्टी भएर चाहिँ यहाँ माथि हो खतरा दामी सिँढी छ होइन त्यो चाहिँ भोलितिर कुदाउनु पर्छ नमस्ते नमस्ते तपाईँको मैले युट्युब च्यानल हेरेँ ल दाइ तपाईँको युट्युब च्यानलको फलोवर्स म पनि हो नि त थ्याङ्क यू दाइ तर कुन दिन साइकलबाट लडेर ठुलो एक्सिडेन्ट हुने हो कि भन्ने चिन्ता छ हाम्रो टाइसन दाईको पसल चाहिँ हाम्रो कन्याममा रेन्टहरूमा तपाईँहरूले आउन सक्नुहुन्छ कन्याममा आउँदाखेरि साइक्लिङहरू गर्न सक्नुहुन्छ है अनि म चाहिँ अहिले हिल रिसोर्टमा यहाँनिर टक्क देख्न सक्नुहुन्छ मड्का चड्का हाम्रो यहाँ अनर दाई ल ठिक छ साइक्लिङ गर्नु अगाडि रिफ्रेस भएर चिया खाएर होइन हो नि हौ अनि यहाँको मड्का पनि खाइसक्यो है बबाल थियो म चाहिँ यतै बस्ने हो ठ्याक्कै यो कुटी डाँडामा हो क्या हो होइन कफी खाएर जानु न कफी खाएर सब्सक्राइबर ल आऊ आऊ ल हात मिलाउनु पर्छ आऊ छिटो 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 भाइको चाहिँ अब गोल्डेन चेन अलरेडी रहेछ होइन यस्तो चाहिँ हामी चाहिँ अब 15-20 हजार खर्च गरेर गोल्डेन लाउनु पर्छ भाइको अलरेडी भनेको रहेछ म चाहिँ खाजा खान रेडी भइसकेँ हाम्रो दाइहरूसँग यहाँनिर अनि खाजा चाहिँ यो के को दाइ हो यो मासु मटन थुक्पा ग्यालेक्सी टेलिभिजन म चाहिँ फर्स्ट टाइम भेटेको है उहाँहरूले मेरो भिडियो हेर्नु हुँदो रहेछ एकदम खुसी लाग्यो म चाहिँ खाना खाएर पनि भिडियो एडिटिङ गर्दैछु आजको भिडियो चाहिँ यति नै भोलिको भ्लगमा भेट्नुपर्छ भोलि कन्याम डुल्ने हो